Hi guys, welcome back to my sweet life. This is Sweetie Dongol and welcome back to yet another video. So today's haul video is all about 3000 rupees in New Road versus 3000 rupees in Patan. So this video was supposed to be up along with the shopping video यो भन्दा अगाडि आको. But what happened was my editing गर्न बस्दाखेरि चाहिँ the 15 minute को जुन मैले haul बनाएको थिए नि that video literally got crashed. त्यो भिडियो नै छैन क्या कहाँ हरायो हैन. So मैले ट्रान्सफर गर्दाखेरि चाहिँ I think the video चाहिँ हरायो होला. So I'm refilming it, okay? So yeah, without any further ado guys, let's get started. So first up, let's start from New Road. New Road बाट चाहिँ I picked up 3 items. First one is this really nice blanket को जुन मलमलको कपडा हुन्छ नि हाम्रो सिरकमा लाउने वाला. That वाला like मैले यो लगाइराको छु त्यही भएर म तपाईलाई देखाउन चाहिँ सक्दिन होला तर the pattern was so good. यो पसल तपाईले पहिलाको भिडियोमा हेर्नु भएको छ भने it's exactly opposite to People's Plaza. त्यहाँनिर चाहिँ ठ्याक्क त्यो पानीपुरी खाने पसल थियो नि त्यहाँ भित्र जान्छ नि त्यसकै साइडमा छ हैन दुईटा तीनटा पसलहरु छ. You just can go check that out है. त्यहाँनिर not just सिरकको खोलहरु के बेड शीट्सहरु यताउता कपडाहरु पनि राम्रो डिजाइन थियो. Now what I figured it out is मैले यस्तो डिजाइन चाहिँ प्याटर्नमा चाहिँ मैले खोज्न नजाने हो कि पाएन हैन बट यो वाला ग्रे कलरको प्याटर्न भएको I think it has this triangle र पातको प्याटर्नहरु. It was so pretty त्यहाँ अरु पनि बेडशीट्सहरु थियो. It was more like no cottage core खालको हामीलाई मन पर्ने हुन्छ नि त्यो फ्लावर्सहरु सानो फ्लावर्सहरु भएको यस्तो प्रिटी थियो हैन. So the price यसको मैले चाहिँ आफ्नो सिरक नापेर लगाए. I still remember it is like 80 by 66 को त्यो थियो and the price total was 1175 ish. Yeah, 1175 भन्नु भएको थियो र त्यही सिलाइदिने पनि रहेछ के. That's like 100 rupees more. तपाईले 100 रुपैयाँ धेरै दिनु भयो भने चाहिँ 1275 मा चाहिँ यो टोटल मलाई उहाँले बेडशीट बनाइदिनु भयो. Okay, so that was that. Actually, okay, so मेरो purpose for this New Road को video was I wanted to get like dresses र जुत्ता. So म सधैँ जाने जुत्ताको पसलमा पनि गएँ but I think मेरो luck यो पाली धेरै नै खराब भइसकेको छ and I did not get any of these. तर I wanted to also take you guys to this के रे maxi यो हुन्छ नि समरमा लाउने खालको maxi त्यो soft cotton maxisहरुको पसल. I like randomly figured it out कि म last time shopping जाँदाखेरि चाहिँ मम्मीको लागि गएको थिएँ र त्यो बेला चाहिँ मम्मीलाई त्यो फ्लिस वाला होम रोब जस्तो चाहिरहेको थियो कि अनि त्यो किन्न जाँदा चाहिँ ठ्याक्क figured out this पसल. was like really nice. त्यहाँनिर चाहिँ त्यो जयपुरी प्रिन्ट खालको हैन कटन खालको कपडा पनि थियो तर that was like sleeveless र हाफमा थियो कि मम्मीलाई चाहिँ sleeveless हाफहरुमा खासै मन पर्दैन त्यही भएर we did not get that. तर we got our hands on these two really nice cotton के हो जस्तो लाग्छ उहाँले त cotton के हो भन्नु भएको थियो. Yeah, these are like really cute printed. यो चाहिँ maxi हो घरमा लाउने maxi. We got one for mommy and one for ma because like now that Mother's Day is also coming in हैन. So त्यहाँनिर अगेन अर्को वाला पनि थियो कि त्यो ब्ल्याक कलरको म्याक्सीजहरु पनि थियो त्यहाँनिर हैन तर इट वाज लाइक लिटल बिट शॉर्ट र त्यो म्याक्सी चाहिँ मलाई फुल लेन्थ मन पर्छ तर त्यो सुत्दाखेरि पनि फेरि अगेन त्यो माथि यताउता हुन्छ कि. सो आई रियली त्यस्तो मन पर्दैन कि मलाई त्यही भएर चाहिँ मैले त्यो ल्याएँ हैन. बट द वान्स दैट वी पिक्ड आर लाइक सुपर समरिश स्प्रिंगिश एकदम नै राम्रो छ यो चाहिँ अति नै मन पर्यो. The print is like so nice. This one's for mommy. This has these like yellow rose जस्तो लाग्यो मलाई yellow र green को छ. Size is like L नै होला हैन मजाको यो 3/4 full sleeve मा जान्छ. So this one's for mom. र यो वाला मलाई चाहिँ अलि रेड भएको मन पर्छ त्यही भएर अलिकति orangey flowers with green यस्तो बुट्टा छ यसमा चाहिँ. Now this one's for ma. यो पनि सेम यता चाहिँ अलिकति बटनहरु चाहिँ यहाँ दिएको छ यो बटनहरु छ. So this is like really nice र यसको actual price was 1100 भन्नु भएको थियो but she gave this at 1000 rupees only. So there goes my 3000 भन्दा माथि नै गएको छ हैन. But again अहिलेको सिचुएसनमा चाहिँ त्यहाँनिर धेरै नै फ्लोवी त्यो समरिश कपडाहरु आइसकेको थियो but I don't know. I mean मलाई चाहिँ what I figured it out is म किन्छु भनेर जाँदाखेरि चाहिँ के पाइरा हुँदैन कि त त्यो र्यान्डमली न्यू रोड गइरा बेलामा चाहिँ हुन्छ नि यताउता भेटाइरा हुन्छ. But this time I did not find anything for myself. The thing that I found for myself is only this यो के रे सिरकको खोल which is like super malmalish. So that was my how much 3275 rupees. अब प्याटर्नमा जाँदाखेरि चाहिँ प्याटर्नमा I found यो
एकजना आन्टी बसिराख्नु भएको थियो होइन बेसिकली उहाँले आफै भन्नुभएको कि सी इज देयर मर्निङतिर मात्रै कि तर त्यो बेला चाहिँ त्यहाँको एउटा दुईवटा पसलहरू बन्द थियो सो उहाँ चाहिँ त्यहाँ आएर बस्नु भएको अरे है बेसिकली सी वाज सेलिङ दिज यो कटनको कपडाहरू जुन चाहिँ हामीले हुन्छ नि बाँकी रहन्छ नि त्योहरू चाहिँ सी वाज सेलिङ सो त्यहाँबाट चाहिँ मैले ल्याएँ यो कटनको 4 मिटर सो एभ्रिथिङ सी वाज सेलिङ त्यो यस्तो तल ओछ्याएर जुनसुकै कपडा वाज 400 रुपिज ओन्ली आई थिङ्क आइभ मेन्सन्ड इन द्याट भिडियो अर नट अदरवाइज म यता एउटा क्लिप हालिदिन्छु होइन सो त्यहाँनिर चाहिँ अरू कपडाहरू थियो तर दिस इज द कपडा द्याट आई लाइक द मोस्ट ब्ल्याकमा गोल्डन कलरको प्याच वर्क छ यसमा चाहिँ यो दुइटै लाइक प्याच भन्नाले इट्स नट त्यो इम्ब्रोइडर्ड के पनि होइन त्यो सादा हुन्छ नि कुर्ताको कपडाहरू अथवा म्याक्सीको कपडाहरू दिस इज फर माई मम एक्चुली मम्मीलाई चाहिँ घरमा म्याक्सी असाध्यै नै राम्रो लगाउन मन लाग्छ होइन सो दिस वाज लाइक 4 मिटर आई डोन्ट नो अब 3 मिटरको उहाँले म्याक्सी बनाउनु भयो भने चाहिँ म 1 मिटरको आई डु समथिङ होइन सो या द्याट वाज फर 500 रुपिज 4 मिटर आई थिङ्क द्याट वाज अ गुड डिल किनभने 1 मिटरकै उहाँहरूले कति भन्छ भन्दाखेरि 300 290 375 त भनि नै रहन्छ सो दिस इज गुड त्यो पछि चाहिँ आई वेन्ट बाइ द वे इफ गाइज हेभ नट सिन माई पार्टन वाट्स न्यू इन पार्टनवाला भिडियो पनि बनाएको थिएँ या सो त्यहीँनिर आई फाउन्ड यो पजामाको स्टोर अगेन वन्स अगेन पाटनमा यस्तो खालको पजामाहरू 250 रुपियाँ यु नो प्लाजो मात्र धेरै नै आइरहेको छ है सो आई रियली लाइक्ड यो वाला कलर र यसमा फर्स्ट अफ अल मलाई लागेको थियो कि यो सी थ्रु हुन्छ होला भनेर होइन तर अगेन यो त्यस्तो चाहिँ खासै केही छैन त्यस्तो सी थ्रु विथ्रु केही पनि छैन इट्स लाइक रियली नाइस सो यो कलरमा चाहिँ मसँग पजामा थिएन लाइक येलो पर्पल पिङ्कहरूमा थियो यो कलरमा चाहिँ थिएन बट देन यु नो वाट ह्यापन वाज वेल म तपाईँलाई पहिला यो देखाइहाल्छु होइन सो दिस इज द टप एन्ड दिस इज द प्लाजो ओन्ली 500 रुपिज लाइक गाइज सिरियसली 500 रुपिज एन्ड यु नो वाट गाइज लास्ट भिडियोमा तपाईँहरूले त्यो रियाक्सन देख्नु भएको भयो नि मैले यो हेरेर ल्याएको थिएन होइन मैले चाहिँ दाइलाई यो प्याक गरिदिनु मात्र भनेको थिएँ एन्ड देयर वाज दिस लिटल होल आउट हियर कि त्यो भिडियोमा रेकर्ड भएको थियो होइन त्यो भिडियो क्रास भयो बट देन यस्तो ठाउँमा हुन्छ नि धन्न त्यो दाइ चाहिँ सधैँ त्यहाँ बस्नुहुन्थ्यो र म पर्सिपल्ट एक्चुली गएको थिएँ उहाँले साथ दिनुभयो होइन तर द वान द्याट आई गट एक्चुली यसमा चाहिँ एउटा यस्तो होल थियो कि सो प्लिज गाइस यस्तो ठाउँमा किन्दाखेरि चाहिँ डु चेक इनफ्याक्ट जहाँ किन्दाखेरि पनि प्लिज चेक म चाहिँ जान्ने सुन्ने भएर होइन चेक गरेको लुगा चाहिँ नलिएर मलाई चाहिँ भित्रको हालिदिनु भनेर उहाँले यतिकै हालिदिनु भएको थियो सो आई थिङ्क द्याट वाज अ म्यानुफ्याक्चरिङ डिफेक्ट बट देन साटिदिनु भयो सो दिस इज वाट मेरो 500 रुपियाँ गयो होइन सो द्याट वाज फर 1000 रुपिज र अर्को 2000 रुपिजको अगेन गायस आई डोन्ट नो मतलब मैले गाबालको त्यो भिडियोमा तपाईँहरूले देख्नु भएको छैन गाबालको यति धेरै स्टोर्सहरू थियो है मैले मजाले चेकआउट गरेर गएको थिएँ र मलाई मनपर्ने चाहिँ केही पनि भेटाएन त्यो पछि म गएको थिएँ प्रिटिक्लिक र प्रिटिक्लिकमा पनि झन्डै मेरो किस्मत फुट्न आँटेको थियो तर वाट ह्यापन वाज मैले चाहिँ कति धेरै लिपस्टिक ट्राई गरेको थिएँ र म त्यहाँ चाहिँ एली गर्लको क्याफे त आई ह्याड मलाई चाहिँ रोज अल डे हो कि कुन चाहिँ वाला सेड छ नि आई रियली वान्टेड टु ट्राई द्याट सेड कि तर त्यो सेड पनि थिएन होइन एन्ड आई ट्राइड कपाल अफ लाइक लिपस्टिक्स देयर र देन आई ह्यापन टु ट्राई यो मिलानेवाला लिपस्टिक र झन्डै अगेन मैले चाहिँ यो मजाले लाइनर साइनर केही नलगाइकन लगाएको थिएँ कि एन्ड त्यहाँको दिदी वाज लाइक यो त्यस्तो खासै राम्रो मेरो लिपमा सुहाइरहेको थिएन बट त्यहाँको दिदी वाज लाइक एकचोटि के अरे लाइनर लगाएर हेर्नु न भनेर सी सजेस्टेड मी दिस एली गर्लको हेजलनट एली गर्लको यो हेजलनटको मैले लाइन गरिसकेपछि यो लगाएको त ओ माई गड आई फाउन्ड माई सेड लाइक दिस इज माई सेड होइन प्याक गरिदिनु भनेर आई गट दिज टू यो लिपस्टिक वाज फ्रम मिलानी सेड 69 म्याट ब्युटी दिस वाज फर 1350 र यो वाला इज एली गर्लको हेजलनट लिप लाइनर दिस वान वाज फर 599 वान लास्ट थिङ फ्रम पाटन इज दिस ब्युटिफुल स्कार्फ आउट हियर आई मिन म यो बाटोमा हिँडिरहेको थिएँ एन्ड यतिकै अचानक मेरो आँखा गयो एन्ड दिस कलर वाज सो प्रिटी त्यहाँ अरू डिजाइन्सहरू पनि थियो तर मलाई यो वाला आई डोन्ट नो विच कलर इज दिस पिङ्कको सेड हो एकदम नै राम्रो लागेको थियो एन्ड यसलाई चाहिँ खास मैले एउटा एकचोटि लगाइ पनि सकेँ एन्ड आई जस्ट वेयर इट लाइक दिस विथ अ वाइट टप एकदम नै राम्रो लागिरहेको छ सो या द्याट वाज फर 260 रुपिज भन्नुभएको थियो तर यो मैले उहाँले चाहिँ मलाई 200 रुपिजमा दिनुभयो सो 240 भन्नुभएको थियो मैले 200 रुपियाँमा दिनु न भनेर दिस वाज फर 200 रुपिज सो द्याट वाज द टोटल गाइज दुवै ठाउँमा मैले 3000 भन्दा अलिकति बेसी नै खर्च गरेको छु बट देन अगेन वाट एभर स्टफ्स आई गट लाइक कुनै पनि मेरो विचारमा त्यस्तो इम्पल्सली चाहिँ किनेको छैन जस्तो छ बट देन अगेन के अरे
जे कुरा चाहिएको टप लिस्टमा जुन थियो नि त्यो चाहिँ मैले भेटाएको छैन, तर चाहिने नै कुरा भेटाएको छ। एन्ड मैले चाहिँ आफूलाई योपालि धेरै नै रिस्ट्रिक्ट गरेर राखेको थिएँ, लाइक इम्पल्स पर्चेज नगर्ने अहिलेदेखि, बिकज आई हेभ मेन्सन्ड दिस तपाईँहरूलाई अगाडिको भिडियोमा पनि, द्याट आइम गोना चेन्ज माई स्टाइल अ लिटल बिट, सो आई एम सेलेक्टिभली सेलेक्टिङ द पिसेस द्याट वर्क्स रियली वेल। अदरवाइज इफ यु गाइज नो मी, आई वाज अ काइन्ड अफ अ पर्सन, मलाई चाहिँ हुन्छ नि पछि लगाउँला हुन्छ नि, अथवा यो दिनमा लगाउँला, एकचोटि लगाउनलाई पनि भए पनि लगाउनलाई मैले हुन्छ नि लुगाहरू जुत्ताहरू किन्ने गर्थेँ। बट दिस टाइम आइम being very much selective. I hope you guys enjoyed this haul. Now you guys tell me which market do you love the most, or तपाईं चाहिँ कुन साइडमा हुनुहुन्छ है, न्यू रोड or पाटन? Like personally speaking, I cannot choose the sides over here किनभने I am this big time street shopping loving girly, र मलाई न्यू रोड र पाटन भनिसकेपछि चाहिँ it cannot go out of my heart. I can't literally choose, but yeah, do mention तपाईहरुलाई चाहिँ कुन चाहिँ सामान असाध्यै नै मन पर्यो हैन. And yes, now mind you guys, shopping videos will be coming in this channel now that I am, you know, tweaking my style a little bit. Obviously I'm gonna make a video, everything will be updated to you guys. I hope you guys enjoyed this haul video. If you did, don't forget to subscribe to this channel, hit that like button and share this video with your family and friends. I'll be seeing you in my next video. Till then, bye bye.